त्यसै हुनाले यो सन्दर्भमा अब कति हदसम्म बालेन शाहजीले स्वतन्त्र रूपबाट सरकार चलाउने र कति हदसम्म सरकारमा को मन्त्रीत्व जानुपर्छ भनेर निर्णय गर्ने अधिकारको सीमारेखा के हो? बालेनजीले कति हदसम्म त्यो अधिकार प्रयोग गर्ने, रवि लामिछानेले कति हदसम्म सुझाव दिने भन्ने पनि एउटा विषय आएको छ। एउटा कुरा के बुझ्नुपर्ने छ भने हामीहरूको निर्वाचन पद्धति भनेको वेस्ट मिनिस्ट्रियल सिस्टम, बेलायती संसदीय एउटा पद्धतिलाई हामी फलो गरेका छौँ। बेलायती संसदीय पद्धतिले सरकारको गठन संसदमा भएको प्रतिनिधि सभामा भएका सदस्यको बहुमतबाट गरिन्छ, जबकि अमेरिकामा को चाहिँ राष्ट्रपतीय पद्धति हो, त्यहाँ प्रेसिडेन्सियल सिस्टम छ। त्यहाँ राष्ट्रपति के स्वतन्त्र रूपबाट भिन्दै लड्छन्, सांसदहरू भिन्दै लड्छन्, र राष्ट्रपतिले चुनाव लडिसकेपछि उनले सोधे आफूले चाहेको क्याबिनेट मिनिस्टरहरू नियुक्ति गर्छन्। उनले पार्लिमेन्टको सदस्य लिनु पर्दैन, सिनेटका सदस्य लिँदैन। सिनेटका सदस्य त क्याबिनेटको मन्त्री हुनै सक्दैन। त्यसै हुनाले अमेरिकामा के गरिन्छ भने राष्ट्रपति निर्वाचन भएपछि उसले आफ्नो स्वतन्त्र रूपबाट क्याबिनेट गठन गर्छ र त्यो क्याबिनेटमा बस्ने सदस्यको चाहिँ स्वीकृति अनुमति चाहिँ संसदबाट अनुमोदन लिएर नियुक्ति गर्छ। तर नेपालमा होइन। नेपालमा कुनै व्यक्ति प्रधानमन्त्री हुन जति नै पपुलर किन नहोस्, जति नै विज्ञ किन नहोस्, जति नै उच्च स्तरको हैसियत भएको मान्छे किन नहोस्, उनले नेपालको संविधानको धारा 76 अनुसार 138 बहुमत ल्याउनै पर्छ। 138 मत नभइकन ऊ प्रधानमन्त्री हुन सक्दैन। त्यसैले आज बालेन शाहजीको जतिलाई के गर्नुपर्छ भने मन्त्री नियुक्ति गर्ने कुरामा, क्याबिनेट गठन गर्नेमा बालेन शाहजी र रविजीले स्वतन्त्र रूपबाट छलफल गरेर क्याबिनेट दिने, पार्टीको हैसियतलाई देखेर पार्टीको भूमिकालाई हेरेर कसलाई ल्याउने भन्ने कुरा बालेन्द्र शाहजीलाई चाहिँ सहमति गर्ने। बालेन्द्रजीले पनि रविको कुरा सुन्नुपर्छ, रविले पनि बालेन्द्रजीको कुरा सुन्नुपर्छ। यी दुईटाको सहमतिबाट जब क्याबिनेट बन्छ, जब सरकार बन्छ, तब सरकार चाहिँ निष्पक्ष रूपबाट अगाडि बढ्छ।